सानो हुँदादेखिका सपनाहरू नि ठुलो भइसकेपछि चाहिँ सायद कता कता हराउँदो रहेछ क्या, विलीन हुँदै जाँदो रहेछ। जति धेरै सोचेका थियौ होइन, यो ठुलो भइसकेपछि यो गर्छौ त्यो गर्छौ, यस्तो हुन्छौ उस्तो हुन्छौ भन्ने सोचेका थियौ नि, त्यो चाहिँ कहिल्यै पनि पुरा नहुँदो रहेछ क्या। सायद सोचे जस्तो नहुनु नै जीवन होला जस्तो लाग्छ मेरो विचारमा चाहिँ। तर कहिलेकाहीँ चाहिँ जीवनमा यस्तो परिस्थिति आइदिन्छ, जुन परिस्थितिमा चाहिँ तपाईँलाई एकैचोटि ठुलो जिम्मेवारी चाहिँ तपाईँको काँधमा पनि आइपुग्छ क्या। यस्तो जिम्मेवारी जुन जिम्मेवारीले तपाईँलाई गलाउँछ, थकाउँछ अनि कहिलेकाहीँ खुसी पनि बनाउँछ। तर जीवनमा जब आफूले जिम्मेवारी आफ्नो काँधमा हालेर हिँड्नुहुन्छ नि, तब त्यो बेला चाहिँ यस्तो लाग्छ कि म एकदमै थकित छु, म गलेको छु होइन। अनि सोच आउँछ अनि सम्झिन्छ क्या दिमागले, आमा बुवालाई सम्झिन्छ कि उहाँहरू कहिल्यै थाक्नु भएन र यति ठुलो जिम्मेवारीबाट सायद कहिले पनि गर्नु भएन, कहिले वाक्क हुनु भएन, या त भनौँ कहिले भाग्नु नै भएन।